नमस्कार साथीहरू। आजको भिडियोमा चाहिँ म तपाईहरुलाई तपाईहरुसँग यदि कम्प्युटर छ, इन्टरनेट छ भने चाहिँ VLC मिडिया प्लेयरबाट हामीले कसरी अनलाइनमा चाहिँ टिभी कसरी हेर्ने अथवा तपाईको इन्टरनेट टेलिभिजनलाई चाहिँ हामीले VLC मिडिया प्लेयरबाट कसरी हेर्ने भन्ने बारेमा चाहिँ यो भिडियो बनाउन गइरहेको छु। यसको लागि तपाईहरुलाई चाहिँ एउटा गिटहबमा चाहिँ एउटा लिंक चाहिने हुन्छ। सिम्पली तपाईहरुले आफ्नो गुगलमा गएर अनलाइन आइपिटिभी मात्रै भनेर सर्च गर्नुभयो भने फर्स्टमा यहाँ गिटहबको एउटा लिंक आउँछ, आइपिटिभी org आइपिटिभी भन्ने। यसलाई खोल्नुस् सिम्पली। यसलाई खोल्नुभयो भने तपाईहरुलाई एउटा लिंक दिएको छ यहाँ। तपाईहरुले यसलाई कपी पनि गर्न सक्नुहुन्छ यहाँबाट। यो लिंकलाई कपी गर्नुस् र यसलाई कपी गरिसकेपछि अब हामीले के गरौँ भन्दा VLC मिडिया प्लेयरलाई लन्च गरौँ। यो VLC मिडिया प्लेयर खुलिसकेपछि हामीले चाहिँ संसारैभरिका टेलिभिजन नेटवर्कहरुलाई जसलाई आइपिटिभी पनि भनिन्छ त्यसलाई हामीले आफ्नो कम्प्युटरमा हेर्न लाइभ स्ट्रिम गरेर हेर्न सकिन्छ। यसको लागि तपाईहरु के गर्नु ल यस्तो VLC ओपन भइसक्यो। यो ओपन भइसकेपछि यो मिडिया भन्नेमा जानुस् र यहाँ लास्टमा लगेको यो स्ट्रिम भन्ने अप्सनमा चाहिँ क्लिक गर्नुस्। यहाँ क्लिक गरिसकेपछि यहाँ नेटवर्क भन्नेमा जानुस्। थर्ड ट्याबमा नेटवर्क भनेर रहेको छ। यो नेटवर्कमा गइसकेपछि मैले यहाँ अलरेडी मेरो पपुलेटेड भएर आएको छ। सिम्पली तपाईले उता गिटहबबाट कपी गर्नुभएको त्यो लिंकलाई यहाँ पेस्ट गरिदिनुस् र यहाँ स्ट्रिम भन्ने बटनमा क्लिक गर्नुस्। यसपछि तपाईले सिम्पली यहाँ नेक्स्ट गर्दै जानुपर्ने हुन्छ। यो स्टेपमा पनि नेक्स्ट गर्नुस् र यसलाई पनि नेक्स्ट गर्नुस् र अन्तिममा स्ट्रिम भन्ने बटनमा क्लिक गर्नुस् र यसपछि तपाईहरुले केही सेकेन्ड अथवा केही मिनेट चाहिँ वेट गर्नुपर्ने हुन्छ। यसले चाहिँ यो त्यो अनलाइनमा उपलब्ध हुने आइपिटिभीहरुलाई चाहिँ यो लिंक यसले चाहिँ फेच गरिरहेको छ र यो फेच हुँदाहुँदै तपाईले के गर्न सक्नुहुन्छ भन्दाखेरि यसको लागि इन्टरनेट कनेक्सन चाहिँ अलिकति राम्रो हुनुपर्छ तपाईहरुको। यसपछि तपाईले सिम्पली यहाँ यो आइकनमा लिस्ट भन्ने आइकनमा चाहिँ यहाँ क्लिक गर्नुस्। यहाँ क्लिक गरिसकेपछि यसले केही समयमा चाहिँ टिभीहरुलाई चाहिँ नट ल हेर्नुस्। यो चाहिँ तपाईहरुको यो सबै लिस्टहरु यसमा थुप्रै टिभीहरु छ। सयौं चाहिँ टिभीहरु छ र यो नेपालको मात्र हैन वर्ल्ड वाइड टिभीहरु छ जसलाई तपाईले सजिलैसँग स्ट्रिम गर्न सक्नुहुन्छ। मैले नेपालको चाहिँ केही टिभीहरु भेटेको थिए। यसमा चाहिँ तपाईले कान्तिपुर यहाँ सर्च गर्नुभयो भने कान्तिपुर टिभी चाहिँ छ यसमा। र कान्तिपुर टिभी तपाईलाई हेर्न मन लाग्यो भने यो लिंकमा क्लिक गर्नुस्। यो लिंकमा क्लिक गरिसकेपछि यो लोड हुँदैछ र फेरि यही बटनमा तपाईले क्लिक गर्नुभयो भने यो कान्तिपुर टिभी चाहिँ तपाईले यसरी आफ्नो कम्प्युटरमा सिम्पली VLC मिडिया प्लेयरमा अनलाइन आइपिटिभी को त्यो लिंकलाई पेस्ट गरेर हेर्न सक्नुहुन्छ। तपाईहरुसँग राम्रो स्पिडको इन्टरनेट छ भने यो बिना नअड्किकन राम्रोसँग नि तपाईले यसलाई हेर्न सक्नुहुन्छ। त्यस्तै गरी अहिले आइसिसी वर्ल्ड कपको टाइम पनि चलिरहेको छ। कतिपय तपाईहरुले स्पोर्ट्स च्यानलहरुलाई पनि यसरी स्ट्रिम गरेर तपाईले वर्ल्ड कपको क्रिकेट म्याचहरु पनि आफ्नो कम्प्युटरमा VLC मिडिया प्लेयरको मद्दतबाट हेर्न सक्नुहुन्छ। र यस्तै गरी तपाईलाई फेरि अरु च्यानलहरु पनि हेर्न मन लाग्यो भने तपाईले सिम्पली यो लास्टबाट थर्ड लास्ट बटनमा क्लिक गर्नुस्। यो लिस्टहरु लोड हुन्छ। मैले कान्तिपुर सर्च गरेको थिए त्यही भएर कान्तिपुर मात्रै देखाइरहेको छ। यो हटाउनुस् र विभिन्न कन्ट्रीका विभिन्न च्यानलहरु चाहिँ तपाईले हेर्न सक्नुहुन्छ। जस्तै मुभी सम्बन्धी च्यानलहरु, स्पोर्ट्स सम्बन्धी च्यानलहरु, म्युजिक सम्बन्धी च्यानलहरु, यी सबै च्यानलहरु चाहिँ तपाईले यहाँबाट हेर्न सक्नुहुन्छ। आशा छ यो भिडियो तपाईलाई जानकारीमूलक रह्यो होला। फेरि अर्को यस्तै भिडियोमा भेटौँला। नमस्कार।